आइसक्नुभयो म तपाईँलाई मितिनसँग भेटाउँछु त मैले तपाईँलाई भनिदिनु आज स्पेसल पर्सन हुन्छ अहिले हामी खाजा खान जानु गइरहेको छौँ मितिने गाडीमा अगाडि जानु भइरहेको छ वी आर गोइङ टु इट मिल्स वेलकम टु माई ब्लग हुन्छ मजाले पाउदिन्छ क्या हेलो एन्ड नमस्ते सबैजनालाई फेरि पनि स्वागत छ तपाईँलाई मेरो युट्युब च्यानल सरबारमा र आज पनि म आइसकेको छु नयाँ ब्लग लिएर तपाईँको सामु सबैजना सन्चै अनि कस्तो व्यस्त हुनुहुन्छ भन्ने आशा गर्दै आजको ब्लग स्टार्ट गरेको साथीहरू आजको ब्लग चाहिँ खाना खाएर स्टार्ट गरिरहेको छु अहिले पाउने 10 भइरहेछ होइन नमस्कार सबैजनालाई बोलाउ न यार सरी हाई हेलो एन्ड नमस्कार सबैजनालाई म गरिमा बराल हजुरहरूलाई फेरि पनि स्वागत छ त्यसमा बराल च्यानलमा होइन हामी चाहिँ भात खाइसि सुरु गरेको दिल्ली भन्न सक्नु होला आज चाहिँ भ्लग मैले अलिक ढिलै स्टार्ट गरेँ साथीहरू त्यही भएर आज एकदम अलिक स्पेसल मान्छे आउँदै हुन्छ घरमा को होला त गेस गर्नु है त अनि साथीहरू होइन अब त छुट्टी सकिन आँट्यो आज म आएको 1-2 गते होइन 3-4-5 जम्मा 3 दिन बाँकी छ अब 3 दिनपछि कलेज अनि त्यस्तै हुन्छ अनि हिजो चाहिँ हाम्रो यता टेबल सारेको थियो साथीहरू यताको ऱ्याक चाहिँ यो ऱ्याक त्यहाँ थियो अलिक उता सार्यो अनि यता चाहिँ खाली छ यसरी बोर्ड यता छ यो बोर्ड होइन साथीहरू म सानो बेला हुँदाखेरि ल्याएको थियो क्या अनि अहिलेसम्म छ दिस बोर्ड हेभ लट्स अफ इमोसन्स क्या मेरो धेरै कुराहरू छ अनि यादहरू छ क्या बच्चा बेलामा कति धेरै कुराहरू खेल्थेँ म यसमा साथीहरू कति रमाइलो हुन्छ रातितिर बेलुकातिर हामीले मिलाएको के हो भ्लग एन्ड गरिसकेर भ्लग हालिसकेपछि अनि मिलाउँ न त भनेर अनि बाबा महरू मिलेर चाहिँ यो बनायौँ अलिकति कोठा अलिकति फराकिलो पनि देखियो नि त लड्डु अझै पनि बाँकी छ है हामी घरमा त तपाईँहरूकोमा छ कि छैन लड्डुहरू चिया पाक्दैछ है साथीहरू चिया खाँदैछु बताऊ चिया खानु पऱ्यो पनि आइसक्नुभयो म तपाईँलाई मितिनसँग भेटाउँछु त मैले तपाईँलाई भनिदिनु आज स्पेसल पर्सन आउनुहुन्छ भने स्पेसल पर्सन इज मितिनी अहिले हामी खाजा खान जानु गइरहेको छौँ मितिने गाडीमा अगाडि जानु भइरहेको छ वी आर गोइङ टु इट मिल्स वेलकम टु माई ब्लग गाइस अघि हजुर दिदीले भन्नुभएको थियो नि स्पेसल मान्छे आउनुभएको ए हो स्पेसल मान्छे र पुसपुस गर्दा एक्जाम थियो होइन हामी दुईजनाको अनि दिदीको नि केही प्र्याक्टिकलहरू थियो अरे होइन त्योहरू आउन पाउनु भएन अहिले चाहिँ यहाँ बर्थडे पार्टी खान अहिले आउनु वी आर हियर के बोल्नु छ चाहिँ खाजा खाएर पनि माथि घाम तापिसकेका थियौँ होइन लेट्स मेक चाय विथ मी ओके दिस वान लेट्स टेक दिस इन्डियन स्टाइलले बनाउँछु म चाय अब 3 कप चायको लागि चाहिँ मैले 3 कप चिनी हालेँ होइन साथीहरू पहिला यो चिनीलाई चाहिँ म चासनी यसरी बनाउँछु क्या मजाले पकाल्छु अनि त्यसपछि बनाउनु त यो बिर्को लाग्छ छैन 1 कप चाहिँ चम्चा 1 कप चिनी हालेँ होइन के अरे पानी हालेँ अन्त हामीले बनाउनु त डर आफै पड्किन्छ क्या यो मजाले हुन्छ मजाले पड्किन्छ क्या हुन्छ यसरी चाहिँ यस पानी यसरी भइसक्यो होइन चास्नी अब यसमा चाहिँ यसरी चियापत्ती हालेँ मैले 1 चम्चा र आधी चियापत्ती हालेको छु होइन त दुईटालाई मजाले मिक्स गर्ने यसरी अब डर आँट्यो होइन यसमा चाहिँ मैले मसला पनि हालेँ होइन यो चाहिँ अलिक यस्तो भयो अब लेट्स एड सम वाटर एन्ड यहाँनिर चाहिँ मैले अब 1 कप पानी हालेँ हाम्रो 3 कप बनाउनु छ नि त पहिला पानी हाल्ने यो मजाले कालो चिया जस्तो रङ आएपछि अनि त्यसमा चाहिँ हामीले दुध एड गर्ने हो होइन पानी चाहिँ म सबै हाल्छु किनभने अब पानी हाल्नुपर्छ अब पानी हालेँ बेला मक्लक उम्रिनु दिएपछि होइन जब यसको रङ कडक भएर आउँछ नि अनि त्यसपछि चाहिँ दुध हाल्यो भने चाहिँ एकदमै मिठो टेस्ट आउँछ क्या साथीहरू यो सबै पड्किन्छ अब यहाँ साथीहरू यसरी उम्रिसक्यो होइन अब चाहिँ मैले यहाँनिर दुध हालेँ यसरी होइन सक्नुहुन्छ अब यो मजाले उम्लेपछि कलर आउँछ होइन 1 कप र अब आधी हाल्नुपर्छ
मजाले उम्लेपछि चाहिँ अनि हाम्रो टेस्ट आउँछ अनि त्यसपछि चाय इज रेडी। अब बनाएपछि देखाउँछु ल साथीहरू। यसरी चाहिँ मिठो हुँदो रहेछ क्या। मैले अस्ति चाय यसरी बनाएर खाएको थिएँ, कस्तो मिठो भएको थियो। हेर्न सक्नुहुन्छ साथीहरू, हाम्रो चाय रेडी भइसक्यो होइन। मितिनी, मलाई र मम्मीलाई। लेट्स सर्भ दिस। मितिनी चाहिँ घर जानुभयो होइन। यहाँ मम्मी पुऱ्याउनु जानुभएको छ मितिनीलाई। बाई जानु भइसक्यो त्यहाँनिर। बाई। सो साथीहरू, मितिनीले चाहिँ बर्थडे गिफ्ट पनि दिनु भएको छ होइन। मैले पालै पछि मैले गिफ्टहरू पाइरहेको छु कि बर्थडेको अस्तिको दिनबाट आज मितिनीबाट पाइरहेको छु। ओ माई गड, कति राम्रो। थ्याङ्क यू सो मच मितिनी फर गिभिङ दिस गिफ्ट होइन। मेरो इङ्ग्लिस के भयो फेरि। अनि मितिनी जानुभयो, अघि नै देखाएको थिएँ। अनि हजुरलाई पनि भनौँ भनेर मैले खोलेको थिइनँ है। अनि आज रमाइलो भयो, मितिनी आउनुभयो। अस्ति मितिनीसँग कहिले भेट भएको थियो भन्दाखेरि लाइक मितिनीको बर्थडेमा भेट भएको थियो होइन। अनि त्यसपछि भेट भएकै थिएन कि, लाइक अब एक महिनापछि भेट भएको मितिनीसँग। अनि अस्ति बर्थडेमा चाहिँ मेरो बर्थडेमा चाहिँ के भएको थियो भन्दाखेरि मितिनीको नि प्र्याक्टिकल एक्जाम थियो। अनि मैले पनि बर्थडेहरू मनाइनँ, किनभने बर्थडेहरू मनाएँ तर मैले मामा घरको मनाएँ नि त। अनि त्यो बेला कसैलाई बर्थडेमा बोलाएको पनि थिएन क्या। अनि के भयो भने म मामा घर गएर मनाएँ। अनि बाबाको नि कामहरू कति थियो क्या अफिसमा। अनि त्यसपछि बहिनीको नि एक्जाम थियो, मेरो पनि एक्जाम थियो। अनि सबैको के भयो चाहिँ नमनाएर चाहिँ आज मितिनी आउनु भएको थियो। अनि हामीले एक्जाम सकेपछि भेट्ने भनेको थियो क्या। अनि त्यही भएर अब आज आउनुभयो मितिनी। सो साथीहरू, अहिले चाहिँ हाम्रो घरमा आज सेकुवा बर्नी भनेको छौँ होइन। सो लेट्स सी है त। धुवा उठेर राख नि, यो धुवा चाहिँ यहाँनिर बत्ती बालेको क्या मैले भन्नु। सरस्वतीको बत्ती बाल्छु क्या जहिले पनि हो। यही हो यो चाहिँ होइन साथीहरू। यहाँ देख्न सक्नुहुन्छ तपाईँले, हामी त्यसरी ठिक्क पाइसक्यौँ। यहाँ चाहिँ मासुहरू छ होइन, मासुहरू। अनि यहाँनिर चाहिँ माछा। अब हामी यसरी यिनीहरूलाई पोलेर खान्छौँ। लाइक सेकुवा टाइप बनाएर खान्छौँ है त। हेर्नु होला। निकाल्ने चाहिँ कसरी पुग्छमा पागल क्या पागल होला र छोरा। ओइ डर न त मम्मी खोइ पाक्यो चाहिँ पाकेन। मम्मीले नि देख्दैन। देखिसक्यो। यो चाहिँ साइड पाक्यो होला। खाना खानु तेल गर्नु तेल गर्दैन नि त। मम्मी हाय। अब चाहिँ हामी माघे सङ्क्रान्ति सुरु भएपछि ह्याप्पी माघे सङ्क्रान्ति। बाबा गरिमा के हुँदैन? बाबा हेलो, ह्यापी माघे सङ्क्रान्ति। गाइस, माघे सङ्क्रान्ति 1 गते हो, तर हाम्रो चाहिँ माघे सङ्क्रान्तिको भोलिपल्ट सुरु भयो माघे सङ्क्रान्ति। तातो आज चाहिँ हामीले के गऱ्यौँ त, आज हामीले सेकुवाहरू बनाएर खायौँ होइन। अनि तपाईँहरू पुरा भ्लग हेरेर रमाइलो गर्नु नै भयो होला भन्दै आजको भ्लग म एन्ड गर्न चाहेँ। डोन्ट फर्गेट टु लाइक, कमेन्ट, सब्सक्राइब एन्ड सेयर। बाई बाई, लट्स अफ माया।